कम्पनीमा अलमोस्ट 2.5 महिना भइसक्यो, अहिलेसम्म स्यालेरी दिएको छैन, जहिले पनि ढिला दिन्छ। र के यस्तो अवस्थामा तपाईँले सिङ्गो गरेर कम्पनी परिवर्तन गर्न सक्नुहुन्छ त? यस, अफकोर्स म तपाईँको जे जिज्ञासा क्लियर गर्न चाहन्छु। यदि तपाईँले कम्पनी परिवर्तन गर्ने इच्छा राख्नु भएको छ भनेदेखि तपाईँले सम्बन्धित ठाउँमा चाहिँ रिपोर्ट गरेर सिङ्गो गरेर उजुरी गरेर तपाईँले चाहिँ कम्पनी परिवर्तन गर्न सक्नुहुनेछ। तपाईँलाई चाहिन्छ तपाईँको ब्याङ्कको डिटेल्स होइन, किनकि स्यालेरी आएको नआएको हेरिन्छ नि त त्यहाँ। एन्ड साथसाथ तपाईँको एउटा आइडेन्टिटी पहिचान पत्र, साथै तपाईँको कम्पनीको लेटर कन्ट्र्याक्ट, कम्पनीको नाम होइन सो गर्नुपर्ने हुन्छ। तर ह्याभिङ सेड द्याट कम्पनी परिवर्तन गर्न नै ठुलो सल्युसन होइन। अब विकल्प नै केही अरू रहेन भने त छुट्टै कुरा हो। किनकि सजेसन चाहिँ म के दिन चाहन्छु भन्दाखेरि कुनै पनि कम्पनीमा चाहिँ 1 महिना, 1.5 महिना, 2 महिना त नभनौँ, 1 महिना जति चाहिँ त अब कमनली होइन ढिला दिने गर्छ। मेरो पुरानो कम्पनीमा चाहिँ 2 हप्ता थियो, 15 तारिक मैले त्यो स्यालेरी होइन। एन्ड ढिलाइ दिइरहेको छ भनेदेखि इफ कम्पनी इज गुड एनफ, ओनर इज गुड एनफ, इन्भाइरोमेन्ट इज गुड एनफ, त्यो कम्पनी नछोडेकै राम्रो हो। किनकि ढिला दिने हो तर दिने त हो नि होइन। तपाईँको भनौँ न नोभेम्बर डिसेम्बरको स्यालेरी जनवरीमा दिन्छ, त्यसै गरी अब होइन, त्यसै गरी जनवरी फरवरीको स्यालेरीहरू चाहिँ मार्चतिर दिइरहेको छ भनेदेखि ठिकै छ त होइन। इफ स्यालेरी इज अल्सो गुड एनफ होइन, यगान राम्रो भइरहेछ, ओटी राम्रो भइरहेछ भनेदेखि नछोडेको राम्रो पनि हो होइन। किनकि कम्पनीहरूले चाहिँ ढिलाइ दिने तर राम्रो दिने, कम्पनीको स्टाफहरूलाई पनि राम्रो ट्रिट गर्ने कम्पनी पनि धेरै मैले देखेको छु। सो त्यही भन्न चाहन्छु। तर अगेन आई जस्ट वान्ट टु से कि यदि विकल्प नै छैन, इफ देयर इज नो एनी अप्सन, नो एनी चोइसेस, देन यु क्यान, इफ यु वान्ट टु चेन्ज द कम्पनी। रिजन ढिलाइ दिनेको रिजन चाहिँ जस्तै भनौँ न ल्याक अफ बिजनेस होइन, नो वर्क, त्यस्तो कारणले कम्पनी डाउन भएको कारणले ढिलाइ दिइरहेको छ भनेदेखि र स्यालेरी पनि ढिलो अनि प्लस तपाईँको लेटर नदिइरहेको छ भनेदेखि त्यस्तो अवस्थामा चाहिँ यसैलाई आधार बनाएर छोडेको चाहिँ राम्रै हो। किनकि कम्पनी नचलेपछि होइन, त्यही भन्न चाहन्छु।